चिट मिल यो भन्ने बित्तिकै के बुझ्नुहुन्छ त हजुरहरूले? आज हो डे 10 अनि म हजुरहरूलाई देखाउने छु कि चिट मिल आफ्नो डाइटमा कसरी इन्क्लुड गर्न सक्नुहुन्छ आफ्नो प्रोग्रेसलाई नबिगारिकन। सकाएँ मैले सबैको बिहानको कार्डियो सेसन। आज चाहिँ म जाँदैछु प्रदीप ब्रोसँग वर्कआउट गर्न उसकै जिममा। ऊ चाहिँ यहाँको ट्रेनर हो। हामी चाहिँ आज गर्दैछौँ चेस्ट, बाइसेप र ट्राइसेप्स। यो चाहिँ यस्तो मिल हो जुन हामी इन्जोय गर्नुलाई लिन्छौँ, जुन चाहिँ डाइट प्लानमा इन्क्लुड हुँदैन। यो चाहिँ हामीले हप्तामा एकचोटि या दुईचोटि इन्क्लुड गर्न सकिन्छ, जुनमा हामीले आफ्नो मनपर्ने खानेकुरा खान सकिन्छ आफ्नो मेन्टेनेन्स क्यालोरिजको अन्डरमा बसेर। तर मान्छेहरूले चिट मिलको सट्टा चिट डे भनेर राखिदिन्छन्, जुन चाहिँ उनीहरूको ठुलो गल्ती हुन पुग्छ। यो चाहिँ थियो हाम्रो आफ्टर सेसन पोजिङ र यत्रो चिट मिलको कहानी सुनाएपछि त चिट मिल त लिनै पर्यो, जसमा हामीले लियौँ हाई प्रोटिन थकाली। खाना अगाडि नै धेरै भएको भएर रातिको मिलमा मैले 2टा अन्डा मात्रै दिएँ। सकाएँ मेरो नाइट वाक। पिस।